आज मलाई बानेश्वरमा घटेको महिला प्रहरीमाथि भइरहेको घटना हेर्दै गर्दा साह्रै नै त्यो असहनीय र अनि भित्रैदेखि चित्त पनि दुखेर आयो। एउटा देशको सेवा गर्छु भनेर आफ्ना साना नाबालक बाल बच्चालाई घरमा छोडेर त्यो त्यस्तो घाममा है जनताकै लागि भनेर खटिँदै गर्दा पनि एउटा वर्दी लाएको देशको सिन्दुरलाई पक्रेर अगाडि बढिरहेको महिला प्रहरीमाथि त्यसरी कुटपिट गर्न कति ठुलो आँट र हाम्रो कानुन कहाँ छ। मानिसहरूले भिडियो बनाउँदै गर्दा बोल्दै गर्दा केही कुरा गर्दै गर्दा त उनीहरूको निम्ति टिप्पा टिप्पणी कति धेरै हुन्छ। 3 वर्षको बालक छोरीदेखि अनि एउटा ड्युटीमा खटिएको महिलासम्मलाई नछोड्ने यो समाजमा यो पुरुषवादी देश भनेर चिनाउन खोज्ने मर्दाङ्गीको बललाई होइन एकदम क्रोधमा निकाल्ने मर्दहरूलाई चाहिँ हाम्रो सरकारले चाहिँ किन चाहिँ कारबाही गर्न नसकेको होला। त्यो असहनीय यति त्यो घटना हेर्दै गर्दा यस्तो छ क्या, एउटा पुरुषले स्त्री जातिलाई त्यसमै पनि वर्दीमाथि हातपात गर्दै गर्दाखेरिको अवस्था हेर्नुहोस् त। अनि के हामी दिदीबहिनीहरू सुरक्षा छौँ त? हामी दिदीबहिनीहरूलाई सुरक्षा छ त? बाहिर खुल्लेआम ड्युटीमा बसेको महिलालाई त्यस्तो गर्छ भने हाम्रो घरमा परिवारमा समाजमा त्यस्ता हिंसामा झन् कति दिदीबहिनीहरू हुनुहुन्छ होला त। खै त हाम्रो सरकारको ध्यान, खै त हाम्रो सरकारले बनाएको कानुन जसले सुरक्षाकर्मीलाई चाहिँ बाँकी राख्दैन भने अब चाहिँ तपाईँ आफै सोच्नुहोस् तपाईँ र म कति सुरक्षित छौँ यो देशमा भन्ने कुरा।